हेलो गाइज, आज चाहिँ हामी साथीको बर्थडेमा जानु लागेको अनि मैले चाहिँ उसको लागि गिफ्ट टी सर्ट किन्दै। अनि तिमीले चाहिँ के किनिदिएको? अनि सपना तिमीले के किनिदिएको रे? मैले चाहिँ के अरे सर्टवाला टी सर्ट उसले भन्नलाई मिस्टेक गर्यो। उसले चाहिँ सर्टवाला कुर्ता किनिदिएको चाहिँ यस्तो राम्रो छ कि गाइज। अहिले चाहिँ अब हामी रुममा पुग्नु लाग्यो 5 मिनट लाग्छ है। त्यसपछि हामी रेडी भएपछि हामी भिडियो बनाउँछौँ ल। आज हामी एकदमै खुसी छौँ क्या गाइज। फाइनली हामी हिँडेको रेडी भएर त्यति मेकअप गर्ने बानी चाहिँ हाम्रो छैन होइन, हल्का फुल्का यस्तो। बाई बाई। अब हामी साथीको बर्थडेमा गएर भिडियो देखाउँछौँ ल। फाइनली हामी साथीको रुममा आयौँ। उता साथीकी बहिनी बसिरहेको छिन्। यता आयो उता आन्टी हुनुहुन्छ, यता बहिनी सुतिरहेको छिन्। बर्थडे वाली गर्ल खै वाली गर्ल। ह्याप्पी बर्थडे टु यु वन्स अगेन। यो घरमा त म टिका लान्छु। बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर मनु, ह्याप्पी बर्थडे टु यु। जन्मदिनको धेरै धेरै शुभकामना मनिषा। सधैँ खुसी हुनु, यस्तै माया गर्नु, माया नमार्नु। ए बोलाउनु गयो। ह्याप्पी बर्थडे। आता बर्थडे जताततै राम्रो पर्छ। ल ल ल ल ल ल के प्रगति बाबाले सबै भएर यस्तै खुसी राखे। खुसी त राख्नु कोसिस गरिरहेको गुवामै खइदिए नि त। गाइस हामी केक खान अवस्था ल। उहाँ बर्थडे वालीको मुख धुँदा कलर नै गएन। गाइस फाइनली हामी खाना खाँदैछौँ। मासु, भात, अचार, सलाद हेर्न सक्नुहुन्छ। चिसो पनि छ साथमा पनि छ ल। यस्तो भयो अवस्था बर्थडे वालीको अवस्था। टिका जति सबै लगाइदिनु। बर्थडेमा भयो यस्तो हेर्नु।